हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले अप्रिल महिनामा चाहिँ मेरो गार्डनमा यो प्रकारले ढकमक फुलहरू फुलिरहेको छ है। योभन्दा पहिला मैले एउटा भिडियो बनाएको थिएँ र के फुलहरू रोपेको छु भनेर तपाईहरुलाई शेयर गरेको थिएँ र त्यो टाइममा चाहिँ यो सबै फुलहरू भर्खरै कोपिलाहरू मात्र लाग्दै थियो है। र अहिले चाहिँ यो प्रकारले फुलिरहेको छ। यसरी फुल फुलेको देख्दा चाहिँ मनै आनन्द भएर आउँछ र तुलफुललाई चाहिँ रोपेर मात्रै हुँदैन, धेरै नै केयर गर्नुपर्ने हुन्छ र मैले चाहिँ कसरी केयर गरे हेर्दै गर्नुहोस् होला। यो चाहिँ डाइन्थस फुल हो र यसलाई चाहिँ मैले अस्ति पिन्चिङ गरेको भिडियोमा देखाएको थिएँ है, पहिलाको भिडियोमा। र यतिको भएको छ, त्यस्तो ठुलो मजाले त गाँचिएर त आउनु सकेन, अलिक ढिलो नै रोपेको भएर होला सायद है। तरै पनि मैले यसलाई चाहिँ यसरी केयर गरेँ। यसको माटोहरू चाहिँ पानी हाल्दा हाल्दा चाम्रेको हुन्छ है, फेदहरू चाहिँ कोट्याइदिइरहनु पर्छ यसरी। अनि माटो चाहिँ हल्का बनाइदियो भने चाहिँ यसको ग्रोथ राम्रो हुन्छ है। यसरी गोड्दाखेरि यो फुलको धेरै जराहरू चाहिँ चलाइदिनु हुँदैन, नत्र भने मर्छ। हल्कासँगले बिस्तारैसँगले यसरी गोडिदिनु पर्ने हुन्छ है। र हाम्रो फुलको गमलाको माटो चाहिँ यतिको फुरफुर परेको हुनुपर्छ। धेरै हामीले पानी हालेर गिलो बनाउनु चाहिँ हुँदैन। धेरै गिलो भयो भने चाहिँ यो फुलको जराहरू चाहिँ कुहिन्छ र प्लान्टहरू पहेँलो हुन्छ र मर्न पनि सक्छ। फुल रोपिसकेपछि चाहिँ त्यसलाई कस्तो लोकेसनमा राख्नुपर्ने हो त्यो कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ है। फुल्ने फुलहरूलाई चाहिँ जहिले पनि हामीले प्रपर सनलाइट भेट्ने जग्गामा राख्नुपर्छ, ताकि बिरुवाहरू राम्रोसँगले ग्रोथ होस् है। कमसेकम 4 घन्टा जस्तो चाहिँ बिहानी पखको सनलाइट भेट्ने जग्गामा चाहिँ हामीले प्लान्टलाई राख्नुपर्छ। घाम मजाले भेट्यो भने चाहिँ हत्तपत्त प्लान्टमा फङ्गसहरू पनि लाग्दैन है। अब चाहिँ सबै फुलहरू फुल्नुको लागि कोपिला लागिसकेको छ। यो टाइममा चाहिँ यिनीहरूलाई मैले प्राय सबै फुलहरूलाई फुल्ने टाइममा फुलिरहेको बेलामा चाहिँ पिनाकै पानी सप्लिमेन्ट्री फर्टिलाइजरको रूपमा दिने गरेको छु। ढिलै भए पनि फाइनल्ली डाइन्थस चाहिँ यतिको फुलेको छ है। 3टा कलरमा एकदमै राम्ररी फुलिरहेको छ र यहाँ देख्न सक्नुहुन्छ है, एकदमै छोटोमा मजाको हाइटमा फुलिरहेको छ। र यसलाई चाहिँ नेक्स्ट इयर चाहिँ एउटा गमलामा चाहिँ 2टा अथवा 3टा रोपिदिने छु, एकदमै राम्ररी फुल्ने रहेछ। एउटा रोपेको पनि यतिको त फुलेकै हो है। र यहाँ अर्को छ पेन्जी है, यो चाहिँ पुतली फुल पनि भन्छ, पुतली जस्तै देख्छ, यहाँ देख्न सक्नुहुन्छ। र यहाँ 1-2वटा चाहिँ मेरो अलिक सप्रिनु सकेन, किनभने यिनीहरूमा चाहिँ ओभर वाटरिङ भयो। अस्ति कन्टिन्यू आकाशबाट पानी पर्दा चाहिँ यिनीहरूमा बेसी नै भिजेको थियो, त्यही भएर चाहिँ यो अलिक बोटै सप्रिनै सकेन है। र यो छ सिनेरिया पनि ढिलै भए तापनि यतिको त फुल्यो। बोट आउनु नसके पनि गरम बेसी भयो भने चाहिँ यसको बोट आउनु सक्दैन रहेछ। मार्च महिनाभित्रमा फुल्नु भने चाहिँ एकदमै मजाले फुल्ने थियो यो फुल। र मैले चाहिँ अलिकति रोप्नु ढिलो भएको कारणले यतिको भए पनि एकदमै राम्ररी फुलिरहेको छ है। डिफ्रेन्ट कलरमा कति मजाले फुलिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। योभन्दा 1 महिना अगाडि रोपेको फुल चाहिँ यतिको फुलेको थियो। यो चाहिँ मार्च महिनाभित्रमा फुलेको फुल हो है। र यसको छेउैमा छ पेटुनिया, यो चाहिँ डबल पेटुनिया सेडिङमा एकदमै स्विट कलरमा फुलिरहेको छ है। यो पनि डिफ्रेन्ट कलरमा आएको छ, एकदमै राम्रो फुलिरहेको छ पेटुनिया पनि। यसलाई चाहिँ हामीले यसको हाँगालाई पनि सारेर फेरि फुलाउनु पनि सक्छौँ। यो पेटुनियालाई चाहिँ सिड चाहिँ बस्नु सक्दैन यहाँ, किनभने अलिकति ठन्डा भएको कारणले सिड चाहिँ बस्दैन है। सिङ्गलको चाहिँ बस्छ, यो डबलको चाहिँ बस्नु सक्दैन। तर हामीले यसको हाँगालाई सारेर सार्नु सक्छौँ है। यो पनि लाइट पिङ्कमा र वाइटमा सेडिङमा छ। अहिले चाहिँ हाम्रोतिर प्राय कन्टिन्यू पानी परिरहेको हुनाले गर्दा चाहिँ फुलहरू सबै बिग्रिसक्यो है। र यस्तो भइसकेको छ। र जेरेनियमको यो फुलिसकेको फुलहरूलाई चाहिँ यसरी फेदमै बचाइदिनुपर्छ है। र यसरी बचाउनलाई चाहिँ फेरि नयाँ बडहरू बसेर फुल फुल्छ। यहाँ हेर्नुहोस् न, कति मजाले फुलेको थियो अस्ति चाहिँ, अहिले चाहिँ पानीले गर्दा सबै कुहिसक्यो। र यसरी मैले चाहिँ सबै कुहिएको
फुलिसकेकोहरूलाई चाहिँ यसरी निकालिदिँदैछु। अनि निकालिदिइसके पछाडि चाहिँ हामीले यसरी यो निकालेको वेस्टहरूलाई चाहिँ म यही गमलाकै फेदमा हालिदिन्छु, ताकि यो चाहिँ कुहिएर यहीँ मल होस् भनेर है। यो डाइन्थसको चाहिँ सिड बस्छ र म चाहिँ यसको नेक्स्ट इयरको लागि सिड पाक्नु दिन्छु। तर अहिले नै अलिक फुलोस् भनेर चाहिँ मैले यसरी यो फुलिसकेको सुकेको फुलहरूलाई चाहिँ यसरी निकालिदिइसकेँ र यो पनि मजाले फुलिरहेको छ। र यो चाहिँ मेरोमा 3टा पटमा छ। मैले एउटाको चाहिँ अलरेडी सिड पाक्नुलाई छोडिदिइसकेको छु। यहाँ बसी पनि सकेको छ, यहाँ देख्नुहुँदै होला। यसरी हामीलाई बोटमा फुल फुलाइरहनु छ भने चाहिँ सुकेको फुलिसकेकोहरूलाई चाहिँ निकालिदिइरहनु पर्छ। र जब हामीले यो फुलिसकेकोहरूलाई निकाल्नु छोड्छौँ तब चाहिँ फुलले आफै सिड बनाउनुपट्टि लाग्छ है त। यहाँ अर्को छ जाइको क्याक्टस र यो जाइको क्याक्टसको यो रेड कलरको यो भेराइटीको चाहिँ यति बेला अब फुल्नुलाई यहाँ सबै बड बसिरहेको छ है। र यसको बारेमा पनि मैले अलरेडी भिडियो बनाइसकेको छु। यो अर्को छ प्रिमुला, यो पनि एकदमै राम्ररी फुलिरहेको छ। अझै पानीले नभेटेको भए त धेरै लामो समयसम्म बस्थ्यो। पानीले भेटेपछि चाहिँ फुलेको फुलहरू चाहिँ कुहुनु थाल्छ है। र यहाँ पेलर्गोनियम जेरेनियमहरू पनि एकदमै राम्ररी फुलिरहेको छ। अब चाहिँ रेनी सिजनको पानीले भेटिसकेको छ। यसमा चाहिँ फङ्गिसाइड्स पेस्टिसाइड्सहरू चाहिँ स्प्रे गरिदिइरहनु पर्छ। अब चाहिँ अलिक बर्खामा चाहिँ यिनीहरूलाई चाहिँ धेरै नै केयर गर्नुपर्छ है। यहाँ फुलिरहेको फुलहरूलाई चाहिँ मैले कस्तो लोकेसनमा राखेको छु भन्दा यो फुलहरूलाई चाहिँ कमसेकम दिनमा 8-10 घन्टा चाहिँ फुल सनलाइट भेट्ने जग्गामा राखेको छु। र यसरी फुल्ने फुलहरूलाई चाहिँ हामीले सनलाइट चाहिँ राम्रो पाउने जग्गामा राख्नुपर्छ है। अन्त मात्रै यसरी ढकमक्क राम्ररी फुल फुल्नु सक्छ। र फुलमा पानी हाल्दा चाहिँ हामीले गमलाको फेदको माटो चेक गरेर मात्र हाल्नुपर्ने हुन्छ। यसरी फुलले ढाकेको हुन्छ र देख्दैन है। यो पेटुनिया चाहिँ भर्खर मात्रै फुल्नु सुरु हुँदैछ। यसरी बोटमा 3टा-4टा गर्दै फुल्दैछ। यो पनि लामो समयसम्म धेरै फुल्छ है। आई होप हजुरहरूलाई मेरो भिडियो इन्फर्मेटिभ नै लाग्यो होला। र मेरो भिडियो हेरिरहनु भएको छ र च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने चाहिँ प्लिज मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् होला। र आजलाई चाहिँ मेरो यो छोटो भिडियो म यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ।